छोरी जवाईको 50 वर्ष विवाह भएको भयो। 50 वर्ष अहिले दुईटाको फेरि राम्रो सर्वान्त शुभकामना दिने बेला भयो। भाइ गोविन्द, बहिनी शाश्वती, तपाईँको चाहिँ यो शुभ विवाह भएको 50औं वर्षको एनिभर्सरीमा शुभकामना दिन चाहन्छौँ। हामी आउनुपर्ने थियो, अस्वस्थ कारण आउन सकेनौँ। सेवा दिनु होला। यहाँको सुख शान्ति समृद्धि होस्, यही हाम्रो शुभकामना छ। बहिनी सरस्वती गेवाली, ज्वाइँ साहब दर्शन ज्वाइँ साहबलाई 50औं वर्षको एनिभर्सरीको शुभकामना। म आउन सकिनँ, यहीबाट मैले शुभकामना दिएँ। भाइ बहिनीलाई विवाहको 50 वर्ष पुगेको शुभकामना। सधैँ हाँसी खुसी रहनु, निरोगी हुनु। मेरो बहिनी ज्वाइँलाई वर्षगाँठ विवाहको 50 वर्षको उपलक्ष्यमा धेरै धेरै शुभकामना। मनले चिताएको पुगोस्, निरोगी रहनुहोला, हरेक क्षेत्रमा प्रगति देख्न पाऊँ। ह्याप्पी एनिभर्सरी। आज हाम्रो कान्छी नन्द तथा कान्छो ज्वाइँको 50औं वर्षको एनिभर्सरीको शुभकामना। उहाँहरूको दीर्घायु सुस्वास्थ्य लाभको कामना गर्दछु। धन्यवाद। नानी ज्वाइँ हजुरहरूलाई 50औं वर्षको विवाहको शुभकामना। निरोगी हुनु, स्वास्थ्य रहनु, मनले सोचे आँटेको कुरा पुगोस्। ह्याप्पी एनिभर्सरी। मेरो प्यारो साडु भाइ तथा सालीको 50औं एनिभर्सरीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। आदरणीय ज्वाइँ साहब तथा प्यारी बहिनीको 50औं एनिभर्सरीको मङ्गलमय शुभकामना व्यक्त। प्यारो दाजु गोविन्द ग्यावाली तथा ममतामयी भाउजू सरस्वती ग्यावालीको 50औं विवाह वर्षगाँठमा हर्षका साथ मुरी मुरी शुभकामना व्यक्त गर्दछु। मीन प्रसाद रेग्मी। मेरो अति प्यारो दाजी गोविन्द गेवाली तथा ममतामयी भाउजू सरस्वती गेवालीको 50औं विवाह वर्षगाँठमा हर्षका साथ अनगिन्ती शुभकामना व्यक्त गर्दछु। बहिनी कमला रेग्मी। दर्शन हजुर, शुभकामना शुभकामना। विवाह स्वर्णोत्सवको शुभकामना। सुस्वास्थ्य दीर्घायुको शुभकामना। सुख समृद्धि शान्तिको शुभकामना। शुभकामना शुभकामना। विवाह स्वर्णोत्सवको शुभकामना। श्री पशुपतिनाथले हजुरहरूको सदा सर्वदा कल्याण गरून्। दर्शन हजुर, सुस्वास्थ्य दीर्घायु समृद्धि सदा सर्वदा रहिरहोस्। सौभाग्य सदा अटल रहोस्। सौहार्द्रता छाइरहोस्। स्वर्णोत्सव विवाहको सन्ततिहरूको मनाइरहन्। हीराको उत्सव समेतको आनन्द सदा पाउन सकुन्। हजुरहरूमा विवाहको स्वर्णोत्सवको हार्दिक मङ्गलमय शुभकामना। हजुर नमस्कार सबैजनामा। आज पर्न गएको हाम्रा सम्झीज्यू सम्झनीज्यूको 50औं विवाह वर्षगाँठको शुभकामना टक्राउन चाहन्छु। नमस्कार। हाम्री कान्छी फुपू र हाम्रा कान्छा फुपाज्यूको 50औं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। दर्शन दिदी भिनाजु ह्याप्पी एनिभर्सरी। विश्वासको यो बन्धन यसरी नै बनिरहोस्। दिदी भिनाजुको प्रेमको सागर यसरी नै बहिरहोस्। सुख र समृद्धिले जीवन भरिरहोस्। 50औं वैवाहिक वर्षगाँठको धेरै धेरै बधाई तथा शुभकामना छ दिदी भिनाजुलाई। प्रिय मामा माइजूहरूको माया सधैँ यसै गाढा रहोस्। हाँसो प्रेम र खुसीले जीवन परिपूर्ण रहोस्। 50औं वैवाहिक जीवनको मङ्गलमय शुभकामना। आदरणीय बाबा मम्मी
हजुरहरूलाई 50औं वैवाहिक उत्सवको हार्दिक मङ्गलमय शुभकामना भन्दै यस अवसरमा बाबा मम्मीलाई सुस्वास्थ्य र दीर्घायुको भगवानसँग सधैँ कामना गर्दछु। धन्यवाद। हेलो मम्मी बाबा, हजुरहरूलाई 50औं वर्षको चाहिँ धेरै धेरै शुभकामना। अब हामी परिवारमा त दिनदिनै कुरा गर्छौँ, हजुरहरू एकअर्कालाई दिएको साथ, माया, प्रेम सधैँ नै हजुरहरू त उदाहरणै होइसिन्छ होइन हाम्रो परिवारमा। तर अब हामी चाहिँ इन पर्सन त्यहाँ आएर हजुरहरूको खुसीमा सामेल हुन पाउँदा चाहिँ हामी एकदमै धेरै भाग्यमानी महसुस गरेका छौँ। अब बोल्दै गयो भने त्यहाँ धेरै लामो मेसेज हुन्छ, त्यही आएर एकदमै अँगालो मारेर हजुरहरूलाई ह्याप्पी एनिभर्सरी भनौँला। अहिले चाहिँ यहीँबाट ह्याप्पी एनिभर्सरी मम्मी बाबा। मम्मी बाबाको 50औं वैवाहिक उत्सवको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस अवसरमा सुख, स्वास्थ्य, समृद्धि एवं दीर्घायुको कामनासहित अन्य विभिन्न आगामी वर्षहरूमा पनि उत्सवहरू मनाउने आशा गर्दछु। धन्यवाद। मेरो प्यारो बाबा मम्मी, हजुरहरूलाई 50औं वैवाहिक उत्सवको धेरै 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 शुभकामना छ। हजुरहरूको धेरै सुख र समृद्धिको कामना गर्दछु। धन्यवाद। नमस्कार सानीमा, सानो बुवा, ह्याप्पी एनिभर्सरी। हजुरको एनिभर्सरीमा हामी सहभागी हुन पाएनौँ, टाढेबाट भए पनि हजुरहरूलाई दर्शन धेरै धेरै शुभकामना हाम्रो तर्फबाट। नमस्कार, हाम्रो कान्छी फुपू फुपाजुमा 50औं वैवाहिक जीवनको धेरै धेरै शुभकामना। यस सुखद अवसरमा सुख, शान्ति, समृद्धि, आरोग्यता, उत्तर प्रगतिको धेरै धेरै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। नमस्ते हजुरहरू सबैजनालाई ह्याप्पी 50th म्यारिज एनिभर्सरी अङ्कल आन्टी हजुरहरू दुवैजनालाई थ्याङ्क यू। मेरो आदरणीय सानो बुवा सानी मम्मीको 50औं एनिभर्सरीमा हार्दिक मङ्गलमय। मेरो आदरणीय सानो बुवा तथा सानीमालाई 50औं एनिभर्सरीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। सानो बुवा सानो मम्मीलाई आफ्नो वैवाहिक जीवनको 50औं वसन्त पार गर्नुभएकोमा धेरै धेरै शुभकामना छ। ह्याप्पी एनिभर्सरी दिदी भिनाजु। सधैँ यस्तै हाँसी खुसी भएको देख्न पाऊँ हाम्रो दिदी भिनाजुलाई। दिदी भिनाजुलाई 50th एनिभर्सरीको शुभकामना। ह्याप्पी एनिभर्सरी। दर्शन दिदी भिनाजु, ह्याप्पी 50th वेडिङ एनिभर्सरी। हजुरहरूलाई सधैँभरि यसरी नै हाँसी खुसी र निरोगी भएको देख्न पाऊँ। हजुरहरूको जीवनमा प्रेम र समृद्धिका फुलहरू सधैँ फुलिरहोस्। विवाहको 50औं वार्षिक उत्सवको सुखद अवसरमा यही छ मेरो शुभकामना। ह्याप्पी एनिभर्सरी मामा र माइजूलाई। मामा माइजू नमस्कार। हजुरहरूको 50औं वार्षिक वैवाहिक गठबन्धनको हार्दिक शुभकामना र सधैँभरि हाँसी खुसी भए हजुरहरूको जीवन बितोस् र हामीहरूले पनि सधैँ हजुरहरूको माया र आशीर्वाद प्राप्त गरिरहन पाऊँ। ह्याप्पी एनिभर्सरी आमा बुवा। म हजुरहरूलाई अनि हजुरहरूको पार्टीलाई धेरै मिस गर्छु। धेरै रमाइलो गर्छु अनि म सबै फोटोमा हेरेर मेरो आफ्नै रमाइलो गर्छु। बाई, लभ यू। So hi and Darshan to our Didi Vinaju. May your love story shine brightly. Happy 50th anniversary. मेरो प्यारो बुवा आमालाई ह्याप्पी 50th म्यारिज एनिभर्सरी। Happy 50th anniversary to Didi Vinaju. Wishing you all love and happiness. Dear Amabua, wishing a very happy 50th marriage anniversary. Hope you always remain happy and together. Thank you for inspiring us each day. Dear Amabua, I wish you both the happiest 50th anniversary. Your love and commitment inspire us all. Thank you. आमा बुवाको बिहा शुभकामना। म तिमीलाई हेर्न पर्खन सक्दिन। म तिमीलाई धेरै माया गर्छु। I can't wait to see you. ह्याप्पी एनिभर्सरी हजुर बुवा र हजुर आमा। नमस्ते। मेरो प्यारो बुवा आमालाई ह्याप्पी 50th
marriage and नमस्ते अङ्कल आन्टी, हजुरहरूलाई 50औं वेडिङ एनिभर्सरीको धेरै धेरै शुभकामना। सधैँभरि खुसी साथ र सुस्वास्थ्यको कामना। हजुरआमा हजुरको 50औं वर्षको एनिभर्सरीको उपलक्ष्यमा हामी सबैको तर्फबाट धेरै धेरै शुभकामना। हामी नजिक नभए पनि टाढाबाट हजुरलाई धेरै धेरै शुभकामना पठाउँछौँ हाम्रो परिवारको तर्फबाट। ह्यापी एनिभर्सरी। Happy anniversary, Amma and Bua. Mana? Happy भने आमा? दर्शन आमा बुवा हजुरहरूलाई 50th एनिभर्सरीको धेरै धेरै शुभकामना। हजुरहरू जहिले हेल्थी रहोस् अनि जहिले नि ह्याप्पी रहोस्। आई लभ यु, बाई। बाबा मम्मी हजुरहरूलाई 50औं वेडिङ एनिभर्सरीको धेरै धेरै शुभकामना। सधैँ स्वस्थ र हेल्दी रहनु। यो दिनको लागि नि 2 वर्ष अगाडिदेखि प्लान गरेको होइन, बल्ल दिन पनि आयो। अब यसको शुभकामना हजुरहरूलाई सँगसँगै हामीलाई पनि धेरै धेरै बधाई। किन भन्दा हजुरको यति ठुलो सेरेमनी हामीले पनि सेलिब्रेट गर्न पायौँ होइन। यो 50औं मात्र होइन कि यस्तै गरी 100औं वेडिङ एनिभर्सरी पनि मनाउनुपर्छ है। सधैँ हजुरहरू त नि भन्ने हो भने हामी सानोदेखि हजुरलाई देख्दाखेरि हजुर जहिले पनि एउटा आइडल कपल हो, लभेबल, एकअर्कालाई सपोर्ट गर्ने, माया गर्ने। यही कुराको चाहिँ निरन्तरता सधैँ हुँदै जाओस् र सबभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ हजुर अब स्वस्थ हुनुपर्छ। त्यो सबभन्दा इम्पोर्टेन्ट कुरा हाम्रो लागि होइन। आई लभ यु बोथ। दर्शन मम्मी, दर्शन बाबा, हजुरहरूको 50औं वेडिङ एनिभर्सरीको उपलक्ष्यमा हजुरहरूलाई धेरै धेरै शुभकामना। हामीहरू चाहेर पनि फिजिकल रूपमा हामी उपस्थित हुन सकेनौँ, तर भर्चुअली हामीहरू सधैँ सँगै नै छौँ। मजा पनि आइरहेको छैन होइन। के गर्ने, जाने हो त? कहाँ जाने? नेपाल जाउँ त। जाने हो? गइदिउँ। जाउँ ल है त।